तिमीहरूलाई देश चाहिँ सिंगापुर जस्तो चाहिने अनि सरकारले कर लिँदा चाहिँ रुवावासी गर्ने भनेर अहिले केहीले सामाजिक सञ्जालतिर एउटा भाष्य सिर्जना गरिरहेको देखिन्छ। आजको यो भिडियो खास गरिकन ती कार्यकर्ताहरूको लागि जसलाई लाग्छ कि गरिब जनताबाट कर नलिकन त राज्य उँभो लाग्नै सक्दैन भन्ने। सरकारले आगामी 1 वर्षभित्र बाह्य र आन्तरिक गरेर 6 खर्ब 57 अर्ब 28 करोड रुपैयाँ ऋण लिने घोषणा गरेको छ। यानी कि अर्को वर्षसम्म हाम्रो देशको सार्वजनिक ऋण लगभग 37 खर्ब पुग्ने पक्का देखियो। अब ल मानौ यदि यो 6 खर्ब 57 अर्ब 28 करोड रुपैयाँ ऋण लिएर झ्याप्पै विकास गर्नतिर लगाइदिएको हुन्थ्यो भने ठिकै छ त भन्ने हुन्थ्यो। तर हामीले अघिल्लो भिडियोमा स्पष्ट रूपमा हेरिसक्यौं कि 21 खर्बको बजेटमा जम्मा 20.3% मात्रै विकासे काममा खर्च हुँदैछ। अब बाँकीको 80% पैसा त प्रधानमन्त्री सांसददेखि कर्मचारीहरूलाई तलब खुवाउँदा, सरकार चलाउँदा र लिएको ऋणको सामव्याज तिर्दा नै सकिने देखियो। अब यो पटक सरकारले बेसिक स्यालेरीमा 10% र त्यसपछि त्यो थपिएर बनेको नयाँ तलबको आधारमा अर्को 10% प्रोत्साहन भत्ता दिने भनेर समग्रमा 21% को दरले सम्पूर्ण कर्मचारीहरूको तलब र भत्ता वृद्धि गरेको छ। यो वृद्धिले गर्दा मात्रै राज्यलाई प्रति वर्ष कम्तीमा पनि 35 देखि 40 अर्ब रुपैयाँ भार थपिन जान्छ। अब यो 35 देखि 40 अर्ब रुपैयाँ कहाँबाट ल्याउने त? यसको लागि कि त विदेशीसँग थप अरू ऋण लिनु पर्यो कि त गरिब जनतामाथि थरीभरिको हिसाब थोपेर कर लिनु पर्यो। हो यसैको नतिजा अहिले 50 युनिट भन्दा बढी बत्ती बाल्ने साथ 5% भ्याट, निजी विद्यालयमा छोरछोरी पढाउने र निजी अस्पतालमा उपचार गराउने बित्तिकै सर्वसाधारणलाई 3% थप कर, कलेज पढ्दै फ्री टाइममा पठाउ इनड्राइभ जस्ता राइड ट्रेडिङ गरेर अलिकति पैसा कमाउनेलाई पनि कर, डिजेल र पेट्रोल दक्षिण एसियाकै महँगो बाँकी सास फेरेको बाहेक सबैमा कर नै कर। अहिले सरकारले भनिरहेको छ कि बढ्दो महँगीलाई समायोजन गर्नको लागि चाहिँ सरकारी कर्मचारीको तलब वृद्धि गरेको रे। अब मेरो प्रश्न सरकारलाई, के यो महँगी सरकारी कर्मचारीको लागि मात्रै बढेको हो? गरिब जनताले 2 सा खाना धौधौ परिरहेको बेला, देशको कुल जीडीपी को झण्डै आधा अर्थात् 48% ऋण पुगिसकेको बेला अनि मध्यपूर्वको युद्धले गर्दा देशमा हरेक सामानको मूल्य दोब्बर तेब्बरले बढिरहेको यो बेला गरिब जनताले बाल्ने बिजुलीदेखि मर्दा ओड्ने कात्रोसम्ममा कर नै कर थोपेर भ्याटको दर बढाएर कर्मचारीको तलब वृद्धि गर्नै पर्ने बाध्यता के आइलाग्यो? महिनाको 60-70 हजार मजाले कमाइरहेको सरकारी कर्मचारीको लागि चाहिँ महँगी बढेको भन्दै तलब बढाउने यो सरकारले महिनाको 2-4 हजार रुपैयाँ पनि आम्दानी नभएको तमाम गरिबहरूको लागि उल्टै करमाथि कर थोपेर गर्न खोजेको के हो? लौ विदेशमा बसेर फेसबुकको भित्ताहरुमा देश विकास हुनलाई कर लिनै पर्छ भनेर कमेन्ट गर्ने कार्यकर्ताले यसको जवाफ देऊ त सक्छौ? साथी हो, अहिले पो विदेशमा छौ, 2-4 हजार आम्दानी भइरहेको छ मतलब नहोला, तर कति दिन विदेश बस्छौ? एक न एक दिन त यो नेपाल आउनै पर्ने होला नि, होइन त? अनि त्यसपछि यो महँगी र करको थुप्रो तिमीलाई पनि लाग्छ। हो त्यसैले अन्धभक्ति छाडेर सरकारलाई खबरदारी गर्न र गरिब जनताको पक्षमा बोल्न थाल, यदि दिमागमा साँच्चै गिदी भरिएको छ भने। खैर यसो भन्दै गर्दाखेरि राज्यले जनताबाट कर नै लिनु हुँदैन भनेको होइन, राज्य चलाउन कर लिनै पर्छ, तर यस्तो महँगीको बेला कर्मचारीको तलब बढाउनकै लागि चाहिँ जनतालाई थप मर्कामा नपाएर मात्रै भनेको हो। बरु यदि साँच्चै देश विकास गर्न सरकारलाई पैसा नै चाहिएको हो भने एउटा गजबको भिजन सहितको राष्ट्रिय फन्ड आयोजना गर, जसमा जनताले सिधै डोनेसन गर्न सक्ने व्यवस्था मिलाऊ, जसमा जम्मा भएको पैसा दायाँ बायाँ नगरिकन सिधै विकासमा लगाऊ। यसो गर्दा हुने र सक्नेले मजाले दिन्छ, नहुनेलाई जबरजस्ती गर्नु पर्दैन। एउटा नेताको ऋण तिर्न घरको लाल पूर्जा दिन्छु भन्ने दयालु जनता भएको यो देशमा देश विकास गर्छु भनेर राज्यले सहयोग मागे भने पैसा नदिने त कुरै हुँदैन। तर नेता र कर्मचारीलाई तलब खुवाउनकै लागि चाहिँ गरिब जनतामाथि करै करको भारी नबोकाइदिऊ। साथै सरकारले चाह्यो भने यस्ता खर्चहरू घटाउन सक्ने उपायहरू धेरै छ, जस्तै अहिले हाम्रो देशमा रहेको प्रदेश संरचनाको खासै उपयोग भइरहेको छैन। माहालेका नियन्त्रण कार्यालयको अनुसार 7 वटा प्रदेशमा कर्मचारीहरू पाल्नको लागि मात्रै वार्षिक झण्डै 15 अर्ब भन्दा माथि राज्यले खर्च गरिरहेको छ। यदि सरकारले चाह्यो भने प्रदेश संरचनामा व्यापक कर्मचारी कटौती गरेर खर्च घटाउन सक्छ। साथै यदि साँच्चै देश विकास गर्ने नै हो, त्यस्तो मन छ, त्यस्तो भिजन नै छ भने गरिब जनताले मात्रै करमाथि कर किन तिर्ने? प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरू, सांसदहरू, प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरू, 753 वटा पालिकाका मेयरहरू सबैले विलासी सेवा सुविधा किन लिने? सबैको लागि ठिक्क चाहिने जति मात्रै दिएर बाँकी बचेको पैसा आगामी 5 वर्षको लागि देश विकासमा लगानी गर्दा के बिग्रिन्छ? तर कहाँ हाम्रो माननीयहरू सांसदहरूलाई त अझ यति सेवा सुविधालाई नपुगेर अर्को एक जना स्वकीय सचिव पो चाहिरहेको छ त। त्यसैले देश बनाउने भिजन भएकाहरूले पहिले आफूबाट सुरु गर्नुपर्छ। तर यहाँ के भइरहेको छ? धनीलाई झन धनी बनाउँदै लाने, गरिबलाई झन गरिब बनाउँदै लाने यस्तो खाले नीति हामी नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन। अन्त्यमा देश चाहिँ सिंगापुर जस्तो चाहिने अनि सरकारले कर लिँदा रुवावासी गर्ने भनेर भन्नेहरूको लागि एक शब्दमा भन्न चाह कि अहिले सरकारले थरीभरिको यो जुन कर थपेको छ यो चाहिँ देश विकास गर्नको लागि होइन, नेता र कर्मचारी पाल्नको लागि हो। अब यति सबै सुन्दै गर्दा पनि खबरदारी गर्न मन लाग्दैन भने तपाईँ मान्छे भन्ने प्रजातिबाट फेरिएर भक्त भन्ने प्रजातिमा परिणत भइसकेको छ भन्ने बुझ्नु होला। धन्यवाद।